यहाँ चाहिँ बेल्जियममा भइरहेको गेममा चाहिँ ललित राजवंशी चाहिँ फर्स्ट बलिङ गर्न चाहिँ आउनु भएको छ र यहाँ हेरौँ त ललित राजवंशीले चाहिँ 6 बलमा कति रन देलान् या कति विकेट लिएलान् त। यहाँ बलिङमा हुनुहुन्छ ललित राजवंशी हुनुहुन्छ। बेल्जियममा भइरहेको गेम हो जसमा चाहिँ पहिलो ओभर गर्दैछन् ललित राजवंशी। बलिङमा ललित राजवंशी पहिलो बल भने चाहिँ डट भएको छ, वाइड दिएका छन्। अब दोस्रो बल बलिङमा ललित राजवंशी बलिङ गर्न तयार, बलिङ गर्नुहुँदैछ। स्टकमा हुनुहुन्छ मालिक ब्याट्सम्यान। यो बल चाहिँ हावामा उडेर गएको छ गाइज। यो बल चाहिँ के चौका भयो कि छक्का भयो त गाइज? यो बल चाहिँ छक्का भएको छ है, छक्का लगाएका छन्। दोस्रो बलमा चाहिँ पहिलो बल वाइड गयो भने दोस्रो बलमा चाहिँ छक्का लगाएका छन् है त। अब तेस्रो बलिङमा फेरि है त गाइज यहाँ छक्का गएको छ। यो लाग्छ मलाई छक्कै नै हो, छक्का भएको छ। मालिकले चाहिँ यसलाई चाहिँ बललाई चाहिँ हावामा उडाइदिएका छन् गाइज, यहाँ हेर्न सक्नुहुन्छ। अब दोस्रो बलै भनौँ न त है, दोस्रो बल वाइडको त बलै गनिँदैन। दोस्रो बल गर्न ललित राजवंशी। दोस्रो बलमा पनि गाइज 1 रन लिनुभएको छ, 1 रन भएको छ। यहाँ बलिङमा हुनुहुन्छ ललित। अब तेस्रो बलिङ गर्नुहुन्छ है त। तेस्रो बलिङमा चाहिँ के होला त है गाइज है? तेस्रो बलिङको तयारीमा ललित राजवंशी। उहाँले यताउता फिल्डिङ यताउता बस भनेर मिलाउनु हुँदैछ। बलिङको लागि तयारीमा ललित राजवंशी। अब हेरौँ है त गाइज, बलिङ गर्नुहुँदैछ त, बलिङ गर्नुभयो है त। ल गाइज यो चाहिँ भनेपछि डट भएको छ गाइज। चौथो बल डट भएको छ भने अब पाँचौँ बलको तयारीमा ललित राजवंशी। के होला त गाइज पाँचौँ बलिङको तयारीमा? अब भने फेरि ललितले बलिङ गर्नेछन्। कति रन देलान् त गाइज पाँचौँ बल गाइज? यसमा चाहिँ गाइज के भयो त, रन लिए त। यो बल पनि डट भएको छ गाइज है, यो बल पनि डट भएको छ। अब छैटौँ बल हान्नको लागि तयारीमा हुनुहुन्छ। छैटौँ बल चाहिँ के होला त गाइज भनेपछि ललित राजवंशीले छैटौँ बल अन्तिम बलको लागि ललित राजवंशी। ल गाइस यो छैटौँ बल पनि ललित राजवंशीले भने डटै दिएका छन् है त है। सरी गाइस पाँचौँ बल रहेछ, अझै 1 बल रहेछ है त ललित राजवंशीको। लास्ट बल बलमा चाहिँ के होला त गाइस? लास्ट बल अन्तिम बल गर्दै ललित राजवंशी। ओहो हो गाइज डट भनेपछि यस ओभरमा ललित राजवंशीले 8 रन दिएका छन्, सँगै एउटा वाइड र